खै थाहा छैन यार, म कुन खुसी किन्ने चाहनामा भएको खुसी छोडेर चढेको थिएँ त्यो बादल पारी उडाउने हवाईजहाजमा। चाहनाहरू कहाँ हराए महसुस नै भएन। तर गुमाएको घर अनि बदलिएको आफन्त धेरै महसुस गरायो यो परदेशले। थाहा छ तिमीलाई, मैले हवाईजहाजमा पाइला राखेकै दिन मेरो आफन्तहरूको चाहना बढेको रहेछ। मैले परदेशको भिसा पाएकै दिन साथीभाइको नयाँ इच्छाहरू पलाएको रहेछ। मलाई महसुस त तब भयो जब पसिनाको कुवामा पौडिएर पनि आफन्तहरूको इच्छा पुरा गर्न सकिनँ। अनि हेर न, जब परदेशमा मेरो परिश्रमहरूले हारे नि, एक एक गर्दै मेरो आफ्नैहरू बिरानो हुँदै गए। जब मेरो पसिनाको गन्धले आफ्नै औकात बनाउन सकेन नि, मेरो साथीभाइहरू बदलिएको सुगन्ध थाहा पाएँ। ठिक छ यार, सोचे होला परदेश गयो टन्न कमायो बिर्सियो सबै। तर साथी, मैले यो भोगेको परदेश अनि तिमीले सोचेको परदेश ठ्याक्कै उल्टो छ। म पीडाहरू सुनाउन सक्दिनँ। पीडा सुनाऊ आमाको कानसम्म पुगेर आँसु झर्ला। मैले भोगेको वास्तविक जीवन सुनाऊ बाको कानसम्म पुग्ला अनि छोरोप्रतिको विश्वास मर्ला। त्यसैले त यार, आजकल मैले मुस्कुराएको तस्बिरहरू खिच्ने गरेको छु। जुन मुस्कानसहित खिचिएको तस्बिरभित्र मेरो निलो आँसुहरू लुकेका छन्। के भयो त यार, मै सौला परिवर्तनको आरोप। तर उदासी कसरी गरौँ आमाको आँखाहरूलाई। मै सौला यो झिलिमिली सहरमा रमाएर गाउँ फर्किने बाटो भुलेको आरोप। तर कसरी मर्न दिउँ दुःख सुनाएर एउटा बुढो बाबाको जवान छोरोप्रतिको सपनाहरूलाई। त्यसैले त भन्दैछु, सौला भोकमै दाइको हातमा घडी किनेर त्यागौँला निन्द्रा बरु, तर कसरी बसौँ बहिनीको ओठको आँसु छिनेर। तिमीलाई थाहा छ परदेश कस्तो हुन्छ? म भन्छु नि यार, कति कन्जुस गरेको तैँले। आज त तेरो तलब आएको दिन थाकेर आएको शरीरले एक छाक मिठो पकाएर खान आफ्नै मनले सम्झाउँदै थियो। म झसङ्ग भएँ। यसपालि बर्खामा घरको छानो चुइने भएको छ रे। अस्ति चलेको हावाहुरीले गाईबस्तुको गोठको भित्ताहरू सबै लडेको छ रे। दिमागले अचानक घर सम्झियो। कस्तो अजीब यार परदेशीको जीवन। आफ्नै मन र आफ्नै दिमाग नै आफ्नै दुश्मन बने जस्तो लाग्छ। अनि हेर न, साथीभाइलाई आइफोन चाहियो रे, मलाई बस थोरै आराम चाहिएको छ। अङ्कललाई यसपालि म घर फर्किँदा हातमा लगाउने स्मार्ट वाच चाहियो रे, मलाई थाकेको शरीर केही बेर विश्राम गर्ने आराम चाहिएको छ। तर थाहा छ तिमीलाई, मैले आइफोन पठाउन नसकेर होला गाउँमा हलो कोदालो गर्दै सँगै हुर्किएको मेरो साथीभाइहरू नै मबाट खोस्यो। यो कस्तो सपनाको सहर हो। मैले स्मार्ट वाच पठाउन नसकेपछि मेरो शिरमा हात राखेर आशीर्वाद दिने अङ्कलको हात छुट्यो। यो कस्तो परदेश हो, मैले बुझ्न अझै सकिनँ। म सोच्ने गर्थेँ सायद